साथीहरु हाम्रो चाहिँ आज यहाँ रोटी हाल्ने कार्यक्रम भइरहेको छ। रोटी माझ्नु आज यहाँ रोटी यसरी हाल्न लागेको छु। यहाँ हेर्न सक्नुहुन्छ। आलु भोलिदेखि त हालले भुनी छुन अनि भुन अनि के भुन फोनमा समाएर के मन पर्यो उही भुन जा। यहाँ चाहिँ यसरी रोटी हाल्दै हुनुहुन्छ। म चाहिँ यहाँ यसरी चलाउँदै छु। यहाँ यता र उता गरेर फर्काउँदै छु। अनि यहाँ चाहिँ कुकरमा चाहिँ हाम्रो तरकारी पाक्दैछ। अनि यहाँ चाहिँ हाम्रो रोटी यति हालेर सकियो। भोलि चाहिँ अब नेपाल जाने, त्यही भएर आज रोटी हाल भनेर यहाँ यसरी रोटी हाल्न लगाइदियो। अब यहाँ नेपाल गएपछि अब मेरो छोरो के हेर्ने हो, मलाई त्यही टेन्सन लागिरहा। यस्तै रोटी हाल्न लगाएछु। यहाँ यस्तै यहाँ फेरि आगो छ नि, यहाँ हेर्न सक्नुहुन्छ। आगै नबोलेर साथीहरु यहाँ रोटीले त दिमागै खराब गर्यो। हाम्रो रोटाको हालत यस्तो छ, यहाँ हेर्न सक्नुहुन्छ। यसरी हातले हाल्न पर्छ यहाँ रोटी साथीहरु। कसैले हातले हाल्नुहुन्छ कि नै भन्नु होला है। यसरी यस्ता गोला रोटा हाल्नु पर्छ साथीहरु। हेर्नुस् यसरी हालेर यहाँ तावामा हेर्नुस् गोला गोला रोटा कस्ता राम्रा भए साथीहरु। यहाँ हेर्न सक्नुहुन्छ। अझ यति धेरै छ धुलो। अझ यहाँ यति रोटी हालिसक्यो हामीले। त्यहाँ चाहिँ दुई भाइ बहिनी सुतेछन्। यसरी माखाले तिनीहरूलाई हैरान गराएछ। हैरान यसरी यहाँ रोटी हाल्दै गाउने यहाँ सुरसारमा हुनुहुन्थ्यो कि कहिले। रोटी हाल्दै गाउँदै गर्नु पर्यो। छिटो रोटी हालिन्थ्यो कि। यहाँ हेर्नुस् यहाँ यसरी यहाँ कसैले सुन नपाएर हैरान छ। यहाँ कसैलाई सुनै सुन। यहाँ कानैमा सुन, नाकैमा यहाँ दुई सुन छ। हेर्न सक्नुहुन्छ। यहाँ सुनै सुन, हातैमा सुन। सुनको चुडा यति मोटा।